व्हाट्सअप आज हामी छौँ नेपालगञ्जमा जाँदैछौँ कहाँ भनेर हामी ट्युन गरौँ मम्मीलाई। ल मम्मी, आज हामी सपरिवार भएर सुर्खेतको देउती भोजे मन्दिर, त्यसपछि त्यता वरिपरि काँक्री बिहार के हुन्छ त्यता सबै घुम्नको लागि बुलबुले ताल सबै सपरिवार भएर घुम्न जान लागिरहेछौँ। हामीलाई धेरै खुसी लागिरहेछ। अनि त्यसपछि म चाहिँ त्यहाँ चाहिँ एकदमै सुर्खेतमा एकदम राम्रो चाट र अनि खास्ता होइन, त्यो मैले चाहिँ +2 पढ्दाखेरिको त्यो मेमोरी रिफ्रेस गर्नलाई त्यो चाहिँ टक्क पारेर प्रसादसँग कुरा गरिसकेँ मैले। उसले दिन्छु एउटा खतरनाक त्यो मध्य त्यो कुन कर्णाली प्रदेश के पर्छ होइन, कर्णाली प्रदेशको सबसे बेस्ट ठाउँमा हजुरलाई लिएर जान्छु भनेको छ। ओके ल, खानेकुराहरू फुड एक्सप्लोर हानिन्छ आज। लेट्स सी कस्तो हुन्छ। कि पछि ल घुम्न जान लाग्छ। ल हामीहरू ठ्याक्क आइपुग्यौँ कोहलपुर चौराहामा। यताको बाटो बुटवल हुँदै कहाँ जान्छ? उताको बाटो बुटवल हुँदै काठमाडौँतिर जाने यो बाटो यताको धनगढी जान्छ महेन्द्रनगर। अनि यो अगाडिको बाटो चाहिँ हामी जाने बाटो जुन हो सुर्खेत हुँदै कर्णालीको बाटो लाग्यौँ हामी। त्यही भएर यता आउँदै हुनुहुन्छ भने नझुक्किनु होला, जता जानु छ पिक करेक्टली। केही पनि भनेको छैन। हामीहरू भर्खरै चेक पोस्टमा यहाँ एन्ट्री गर्नुपर्छ। यहाँ पछाडितिर भर्खरै गऱ्यौँ। हामीहरू आइपुग्यौँ बबईमा, बबई पुल जुन अहिले पछाडि एकछिनमा हेर्छौँ। लगभग 40 किलोमिटर जति नेपालगञ्जबाट, पछि कोहलपुरबाट 25 किलोमिटर जति आइपुग्यौँ। एकछिन यहाँ चिया नास्ता गर्नलाई हामी स्टप भएको छ, पिट स्टप। त्यसपछि हामीहरू फेरि लाग्नेछौँ सुर्खेततर्फ। यो हो बबई नदी। यहाँ एकदम पपुलर पिकनिक स्पट पनि हो यो, नेपालगञ्जबाट नजिकै पर्ने। हामी पनि धेरैचोटि पिकनिक आयौँ बबईमा। रमाइलो एकदम मजाको ठाउँ छ, डाँडा काँडाहरू मजाले देखिने, भेरी रिल्याक्सिङ। बबईकै साइडमा यहाँ खाने ठाउँहरू पनि छन् मजाले। यहाँको एकदम स्पेसल भनेको चाहिँ बबईको माछा। त्यो चाहिँ एकदम स्पेसल, एकदम मिठो पनि हुन्छ यहाँको। यहाँ अझ स्पेसल त्यसमा पनि म तपाईँहरूलाई एउटा देखाउँछु। यो ड्याडको रेकमेन्डेसन, यो शेर्पा होटल भन्ने चाहिँ जुन यहाँ छ, यसको चाहिँ हाइली रेकमेन्डेड माछा हुन्छ। सो इफ यु गाइज आर हियर, गिभ दिस अ ट्राई। ल यो चाहिँ एकदम खोलामा मारेको फ्रेस माछा। कत्रो छ भन्दाखेरि यत्रो छ, हेर्न सकिन्छ, मेरो हात यत्रो हो यो। ओ माई गड। ल बबई नदी कट्यौँ भनेपछि यो अर्को जिल्ला आयो कि के आयो? प्रदेश अर्को आयो, कर्णाली प्रदेश। अब कर्णाली, लुम्बिनी प्रदेशबाट कर्णाली प्रदेश। कर्णाली ल नेक्स्ट प्रदेशको प्रवेशद्वार नगरपालिका भैरीगङ्गा नगरपालिका। अब यो पहाड खोइ चढाइ, यसको पिक चाहिँ त्यो हर्रे 15 किलोमिटर छ। त्यहाँबाट सही भ्यू देखिन्छ। विल स्टप देयर फर क्विक सिनरी फोटोग्राफी। दामी भ्यू देखिन्छ यहाँ। हामीहरू हर्रेको डाँडोमा चढ्दैछौँ। यहाँ सो अघि नै हामीले एन्ट्री गरेको चेक पोइन्टको यो चाहिँ एक्जिट भनौँ। त्यहाँ एन्ट्री इन, यहाँ एन्ट्री आउट। ल जाउँ, सीमा समाप्त। अब हामीहरू यो हर्रे
सुर्खेत चाहिँ छिर्यौँ होइन यहाँबाट यो चाहिँ ठुला खालका काँक्रा पाइन्छ क्या माडाले काँक्रा चार बनाएर आमामामा कत्रो ठुल्ठुलो काँक्रोहरू ड्याम ल ल हो हजुर सर नमस्कार छ राजा घर है आगो त लाग्यो आज राजा आउँदैन जनता काठमाडौँ आइपुग्यो हुन्छ कि हुन्न सब एकजुट हुनै पर्छ अर्काको नेता मान्नुहुन्न सरकारै ल्याउनु पर्छ यहाँ अगाडि देख्न सकिन्छ यो गाडी लङ्ग पल्टेछ यहाँ ओहो हो बाटो यस्तो यहाँ गाडी ल अब हामीहरू आइपुग्यौँ भेरी नदीमा यो हो भेरीको पुल अब यहाँबाट 14 किलोमिटर सुर्खेत पुग्नको लागि त्यहाँबाट मेबी अर्को 5 किलोमिटर देउती बजे ल हामीहरू पुग्यौँ अहिले देउती बजे मन्दिर यो मन्दिरको गेट अनि यहाँ ठुलो पिपलको रुख छ अनि यहाँ अगाडितिर पूजाको सामानहरू किन्ने के गर्ने ठाउँहरू यसकै अगाडि यहाँ पाइन्छ अनि एकदम फेमस देउती बजे मन्दिर साइडमा मान्छे छिर्ने गेट यो चाहिँ अलिकति ठुलो गेट छ यहाँ अनि मन्दिर चाहिँ यो आज खासै धेरै भिड चाहिँ छैन यो अहिले एकदमै अफ सिजनकै बेला होइन मन्दिरको लागि सिजन चाहिँदैन भाइ तपाईँ अनि अहिले बज्यो 12 बज्यो दिउँसोको अनि गेटबाट भित्र छिर्ने बित्तिकै यता लेफ्ट साइडमा शनि भगवानको मन्दिर रहेको छ शनिदेवको यहाँ अनि यताबाट राइटतिर गणेशको मन्दिर र मेन मन्दिर ल सबभन्दा पहिला पूजा गर्दाखेरि गणेश भगवानबाट सुरु गर्ने हाम्रो चलन रहेको छ यो चाहिँ गणेश मन्दिर यहाँ पुरै एकदम फोटोसुट चर्को तरिकाले यहाँ सबजना लाइन लागेर फोटोसुट चलिरहेको छ यहाँ फोटो सेसन हजुर ए ल ओके म गएँ फोटो खिच्न हाम्रो मन्दिरको दर्शन सकियो अब हामीहरू लाग्दैछौँ शुभ होटलतर्फ जहाँ गएर हामीहरू लन्च खान्छौँ अनि त्यसपछि विल बी अन आवर वे टु काँक्रेबिहार हामीहरू जाँदैछौँ अब शुभ होटलमा दिस इज द एन्ट्रेन्स बाइक यहाँ राख्ने होला के होला यो गाडीको पार्किङ चाहिँ अगाडि बाइक पछाडि
ल ए फेरि पो दुलाइनेको मुहा अब यो 10:30 बजे फोन गर्छ 10:30 बजे अब म त दिजुले फोन गरेर नै बस्ने आउने भन्छ त यसो भन्ने हो त यो हो काँक्रे बिहारको एन्ट्रान्स ल यो चाहिँ गेट काँक्रे बिहार जाने अब 1 किलोमिटर सानो स्पिड बम्प रहेछ हल्का ख्याल गर्नु होला यहाँ आउँदै हुनुहुन्छ भनेदेखि नदेखिने टाइपको स्पिड बम्प छ मन्दिरको एन्ट्रान्समा यो बरको रुख छ यहाँ अगाडि अनि एन्ट्रान्स चाहिँ यहाँ काँक्रे बिहार टेम्पल भनेर काँक्रे बिहार मन्दिर बेलामा बनाएको मन्दिर हो यो 5 पाण्डवले बनाउँदा बिहान भाले बाँस्यो रे त्यसपछि भटाङगुटुङ नसकेको भएर भटाङगुटुङ पारेर गएको रे भोलिपल्ट नि बनाए भइहाल्छ त्यतिकै थियो अब अहिले चाहिँ अब बनाएर मन्दिर परिक्रमा गर्ने बाटो यताबाट छ है यताबाट परिक्रमा गर्ने यो काँक्रे बिहार साम्राज्यको राजा अशोक चल्लले विक्रम सम्वत 1325 तिर बनाएका थिए उनको शासनकाल विक्रम सम्वत 1312 देखि 1335 सम्म थियो राजा अशोक चल्ल राजा क्राचल्लका छोरा थिए भने राजा अशोक चल्लले छोरा जितारी चल्लले आफू राजा भएपछि आफ्नो नामको पछाडि मल्ल लेख्न सुरु गरे र यो वंश चल्लबाट मल्लमा परिणत भएको थियो ल हामीहरूले भर्खर थाहा पाइहाल्यौँ मल्ल सुरुमा चल्लबाट सुरु भएको रहेछ भनेर एकदम लेटेस्ट न्युज अनि यो चाहिँ काँक्रे बिहारको मन्दिर अमेजिङ स्कल्पचर अमेजिङ अब ब्याक फ्रम काँक्रे बिहार टु बुलबुलेता हामीहरू अहिले काँक्रे बिहारको गेटको अलिकति अगाडि एकदम फेमस दारी भाइको चिया पसलमा आइपुगेका छौँ चिया ट्राई गर्नको लागि यहाँ एकदम सुनेको चाहिँ थियौँ योचोटि तँतिर अर्कोचोटि म तिर्छु भन्ने त्यो चाहिँ एकदम सही हो यहाँ यस्तो रहेछ है यहाँ कपहरू मट्का त जाउँ हाम्रो बच्यो ल यहाँ बस्छौँ यो चाहिँ यहाँको फेमस लस्सी ल यहाँ हामीहरू चिया कुरेर बसिरहेको छौँ भने त सबैजना मट्का चिया सही हो
यो अब यो 20-30-50 वर्षमा यो फाँट पुरै फेरि घर भएर अनि कङ्क्रिटको जङ्गल बन्छ। हामी काठमाडौँ पढ्ने बेलासम्म पनि काठमाडौँ यस्तै फाँट भेटिन्थ्यो। 20 वर्षमा सिकिन्छ। आयो है फेमस मक्का चिया। ल एक बाई वान गरेर निकाल्दा हुन्छ है अब। ल बड्काको मड्का चिया। ल हामीहरूले चाहिँ यहाँ लेख्यौँ है आफ्नो नाम ठ्याक्क लाएर। यु क्यान फाइन्ड इट राइट हियर द सेकेन्ड लास्ट बटम सेल्फ। हामी अहिले छौँ सुर्खेत गणेश चोकमा यो छोटु चाट भण्डारमा। हामी अब चाट खान्छौँ अनि खास्ता खान्छौँ। फेमस चाट यहाँको खास्ता भनेको एकदमै फेभरेट, एकदमै पपुलर, एकदम मोस्ट पपुलर। सुर्खेतको जस्तो यो खास्ता र चाट कहीँ पनि पाइँदैन। यु क्यान ट्राई इट, लेट्स गो। अब जाँदैछौँ भित्र। बस्ने व्यवस्था। ल ल यहाँको पुरी आयो। पुरी आएपछि पानी पनि आयो। यो चाहिँ अमेरिकामा यसलाई चाहिँ टाकोज भन्छ है बाइ द वे। यसलाई चाहिँ टाकोज, यता खास्ता, अन्त चाहिँ टाकोज। ल ट्राई गर। बल्ल फुलफिलिङ भयो यार। चाट, पानीपुरी, खास्ता, खाएपछि मेरो पापडी चाट। न खास्ता हो। खास्ता पापडी चाट हो त्यो। त्यो बबाल दामी, हाइली रिकमेन्डेड। ओके नेक्स्ट स्टप अहिले हामी छौँ बुलबुले तालमा। बुलबुले तालको गेट टिकट काउन्टर हो त्यहाँ अगाडि छ। अब हामी टिकट काटेर यहाँ बुलबुले ताल गएर एकछिन हेर्छौँ। त्यसपछि ब्याक टु नेपालगञ्ज। ल बुलबुले तालको एन्ट्रान्स यही भयो। खै हाम्रो टुर गाइड अलिकति यसो एक्सप्लेनेसन दिनु पऱ्यो क्या। म लोकल भएर पनि केही थाहा छैन। केही थाहा छैन अरे। 2 महिनाको लोकल। वाट इज स्पेसल अबाउट दिस प्लेस? स्पेसल अब बोटिङ। बोटिङ। ल यो चाहिँ एकदम फेमस लभ साइन बुलबुले तालको यहाँ। अनि यो चाहिँ हो ताल। ओ यो तालु त्यहाँनिर भुलबुल 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 गरिराखेको छ। यही तालबाट आएर बुलबुले ताल बन्ने हो नि त। यहाँबाट पानी यहीँ तलबाट मूल फुटे जस्तो तरिकाले। हजुर त्यहाँ यस्तो धाराको छटाइन्छ। अब बुलबुलेको 10 धारामा नुहाउन र लुगा धुन निषेध गरिएको छ है यहाँ। पाँच धारा त्यहाँ, अर्को 5 धारा यहाँ। ओके ल यो चाहिँ बुलबुले तालको बोटिङ यहाँ। अब यो बोट पार्किङ होला छ यहाँ। करण अर्जुन एडभेन्चर। र ओके अब आजको सुर्खेतको बुलबुले ताल पनि घुमेर सकियो। अब हामीहरू फर्किँदैछौँ। टाइम भयो 4:38 भनेको अलमोस्ट 4:45 बजिसक्यो। अब चाहिँ हामीहरू निस्किनुपर्छ नेपालगञ्जको लागि। त्यति गरेन भने फेरि रात पर्छ। त्यही भएर लेट्स गो।